Hello and welcome to another new vlog, guys. यो दुईटा तन्ना बेडसिट बाबाको लागि त्यही भएर त भन्दैछु अनि एकैचोटि पोचेर कहाँ घुम्नुहुन्छ र हस्पिटल लुगा सबै अघि हालिहाल्यो अब पानीको बोतल ल मम्मीलाई अब सबै कुराको लागि हेल्प गरेर टक्क यहाँ जेब्रा झोला यहाँ जग यताउति सबै मिलाइदियो अब म लागेँ अफिसतिर एकैछिन खासमा कुरा के भनेपछि बाबाको पथरीको अपरेसन छ त्यही भएर आज बाबालाई हस्पिटलमा भर्ना गर्नेवाला त्यही भएर 3 बजे भनेको थियो 2 बजेतिर सराइ रहेछ त्यही भएर हतार हतार गरी प्याकिङ गर्दैछु जुत्ता लाइन्छ अनि एकछिन है त गिभ मी अ ब्रेक ब्रो तराईतिर जाडो बढ्यो भन्छ हुस्से लाग्यो भन्छ कुहिरो लाग्यो भन्छ खै यहाँ त केही पनि छैन यस्तो टन्टलापुर घाम लागेछ मस्तै लास्ट 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 भन्दा पनि लास्ट कहिले एकचोटि लागेको थियो अफिस जाँदाखेरि मेरो अफिस मैत्रीदेखिमा थियो त्यतिखेर बिहान बिहान हुस्सो लाग्थ्यो केही देखिन्थेन क्या मजा आउँथ्यो पुसको आधा महिना गइसक्यो घाम यस्तो लागेछ पुस पनि जाने भयो मङ्सिर पनि जाने जाडो त्यही ठ्याक्कै बाबा पनि आइहाल्नु अब स्कुटी लिएर जाने बाइकले जाने भन्दै हुन्छ के गर्ने सल्लाह गर्नु म गएँ अफिसतिर फाइनली अफिस पुगेँ अरे कस्तो कडा घाम के कस्तो कडा घाम भनेको बाफरे थैट यस्तो घाम छ उफ, यो हाम्रो यो गुन्डा यो घरको गुन्डा यो गुन्डा नम्बर 1 हो यो काम नि भ्याएको छैन अब लिन जाँदैछु मम्मीलाई अनि स्कुटी पनि हस्पिटल जाँदैछ फेरि हस्पिटल गएर मुम्ले लिएर आएर फेरि अफिस जान्छ स्कुटीमा चढ्दा 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 गाडी चढ्ने बानी छुट्यो थियो बल्ल बल्ल गाडी चढ्यो फाइनली हस्पिटल पुग्यो छिर्ने बित्तिकै कफीको यस्तो मिठो बास्ना आउँछ नि दुनियाँ मान्छेहरू लिफ्ट चढेर जान्छ नि हामी हेल्दी मान्छे हामी लकी मान्छे भनेको यो हो कि ठ्याक्कै भेटिहाल्यो त्यहाँ मम्मी त्यो के भन्छ यसलाई त्यो के अरे ग्रुपमा बस्छ नि अँ आज राति अनि आज 9-10 बजीसम्म खाँदा हुन्छ 11-12 बजीदेखि भोलिको लागि रोक्छ 24 नमस्कार अब चाहिँ खाना भएन है भोलिको अपरेसनको डेट फिक्स भएको कारणले बिहान कतिखेर हो त्यही भएर मम्मी अब नजाने भन्नुभयो अब यतै बस्नुहुन्छ त्यही भएर अब अब भोलि एक दिन हो पछि पठाइहाल्छ अरे त्यही भएर के अब ओहोर गर्नु भनेर अब कसैलाई चिसोमा निसुलाई पनि कान्छेलाई पनि चिसो छैन त्यही भएर अब यहाँ आएको छु क्यान्टिनमा खाजा बुझ्नलाई अब म अब यहाँबाट यो कार्यक्रम सकिएपछि म यहाँबाट स्कुटी लिएर घर जान्छु नि हेरौँ के हुन्छ त्यसपछि है त अब म चाहिँ लाँदै घट्छ भाइ भाइ सिधै घर गएर भेट्छु अब म है त अब म आएँ 99 सपमा यो 99 सप चक्क मोजिटो खाने ग्लास सिसाको हुन्छ नि सिसा यत्रो भाँडा त्यही लिन आएको कामै भयो भने त पाउँदै पाएन नखाउ नखाउ हुन्थ्यो खाना मन लागिहाल्छ के भने मोमो सचेतले खाइसकेँ भोक लाग्यो त्यही भएर खाना हाल्नु भ्लग बनाउने चक्कर यति पनि याद हुन्छ कि मोबाइलको चार्ज सक्यो भनेर त्यतिकै अब वसुन्धरा घरमा चार्जर छ अब म चार्जर हिँड्दै चार्जर लिन गएर के भन्ने कि तबा भयो चार्जरै बिर्सेर आएछ ल म बल म घर आइपुगेँ अब आजको लागि यति नै अब यहाँ चाहिँ यहाँ मेरो डल्लो रानी छ के गर्दैछ भनेपछि यहाँ चाहिँ खाना पकाउँदैछ भाइको अथवा मम्मी र बाबाको त्यो चार्जर छुटेको थियो क्या अरे अब मम्मी उतै बस्ने भयो त्यो चार्जर चाहिँ अनि लिएर अब निसु पुगाउन गएछ अब निसु एकछिनमा आउँछ होला अब आज हामी बहिनी दादा अनि भाइ 3 जना घरमा एक्लै अघि अब के कसो कसो हुन्छ मैले सबै सुनाइहालेँ अब भोलि बिहान अपरेसन हुने हो त्यहाँ मम्मी उतै बस्नु उतै खाना खाने अब अनि त्यसपछि त्यही हो अनि अब भोलि अब सबै सकाएर यताउति गरेर अनि पर्सि डिस्चार्ज गर्ने अरे भनेपछि सक्यो
ल आजलाई यति नै। अब म जान्छु, खाना खान्छु, भ्लग एडिट गर्छु, के हुन्छ त्यसपछि भोलि भेट्छु है त।